फाइनली गाइज हामी चाहिँ आज कलिम जोर्नलाई छु ग्राफ्टिङ ग्राफिट कसरी गर्नुपर्छ हजुरलाई देखाउन चाहन्छु है त यस्तो भने हामीसँग आरा छैन है आरा त हामी भिखारी छु गरिब छु त्यही भएर हामीसँग आरा छैन त्यही भएर यसलाई यस्तै काट्नु पर्यो यसलाई यस्तो काट्नु पर्यो सिधा काट्नुपर्छ है है हामी चाहिँ आरा नभएको कारणले गर्दाखेरि यस सिङसँग चाहिँ समाउन लाग्छु आरा हामीसँग छैन आरा छ अहिले आरा नभएर पानी त पलाइसकेको छ त्यो पनि प्रयोग चाहिँ हामीले हान्नेछौँ फाइनली हामीले गाडी जोडिसकेको छौँ यस्तरी यो मिलाएर सबभन्दा यसको छाला मिलाउनुपर्छ है त यो छाला जुन मिलेछ यस्तै मिलाउनुपर्छ यो छाला यसरी चिलिक्क यस्तो मिलायो भने चाहिँ यो 100मा 99% चाहिँ कन्फर्मै आउँछ है त फाइनली चाहिँ यो सकिसकेको छ उता चाहिँ जोडेछन् हामीले यो माथि चाहिँ अब हामी कहाँ फ्याँको किन्न भएर हामी चाहिँ गोबर लाउन चाहन्छौँ है यो चाहिँ गाई गोबर हामी लाउँछौँ पछि कस्तो आउँछ है त फाइनली हाम्रो यो गोबर चाहिँ माथि लगाएको छु किनकि हावा नछिरोस् भनेर उता पनि दुईवटा जोडेको छु है त चाहिँ जोडिसकेको छु है त मैले चाहिँ 2 जोडिदिएको छु है त यो पनि हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ भर्खर अहिले अब यो गुलियो स्याउ रहेछ यसलाई टक्क यसलाई काटेको छु अहिले हेर्न सक्नुहुन्छ यसलाई चाहिँ कलमी जोड्न आँटेको छु यो चाहिँ मैले जोडिसकेको छु यहाँदेखि लिएर मस्तले यहाँदेखि जोडेछु भने यहाँदेखि जोड्न जान्छु है त एकछिनमै हजुरहरूले यो भिडियो देखाउँछु